नमस्कार। आज तपाईँहरूलाई लाँदैछु चाइनाको सेन्जनमा विन्डो अफ वर्ल्ड संसारको प्रसिद्ध ठाउँहरूको सानो बनाएर राखेको एउटा पार्कभित्र लानेछु। संसारको सबै ठाउँको यहाँ सानो बनाएर एउटा राखेको छ, त्यो भित्र हामी लाँदैछौँ। अब हामी भित्र जाँदैछौँ, के हुन्छ तपाईँहरू देखाउँदैछु है। सबै सानो गरेर संसारको सबै प्रसिद्ध स्थानहरूको मूर्ति बनाएर सानो स्ट्याचु बनाएर राखेको छ, देखाउनेछु है त। हेर्दै जाउँ अगाडि। अब हामी यो भित्र आयौँ। यो स्टेडियम हो। यहाँ चाहिँ बेलुका कार्यक्रम हुन्छ, राति नाइट सो हुन्छ, नाइट कार्यक्रम हुन्छ। अब हामी यहाँ भित्र गयौँ। भित्र हेर्नु ताजमहल, इन्डियाको ताजमहलमा यो सानो ताजमहल हेर्दैछौँ। यो इन्डियाको ताजमहल हो भने अब यस्तै विभिन्न देशको हरू देख्न पाइन्छ। यो चाहिँ मुस्लिमको हामीले इन्डियाको ताजमहल तथा मुस्लिमहरूको मस्जिद हेरिसकेपछि एकछिन खेल्यौँ। हामीले सानो खेलेपछि निस्केर अब यहाँ हामीले थाइल्यान्ड आएको। थाइल्यान्डको हेर्दैछौँ। यो सेम थाइल्यान्ड जस्तै छ। थाइल्यान्डको पनि यो थाइल्यान्डको सानो घरहरू अनि छेउ लेखेको छ। अब यता हामी युरोप आयो, सायद यो जर्मनी बेल्जियमतिरको हुनसक्छ घर। अब त्यता आएको छौँ। अब युरोप साइडतिर आउँदैछौँ। युरोपको सबैहरू देखाउँदैछौँ। यो चाहिँ बेल्जियमको बिल्डिङ। हामी घोडा जस्तोमा खेलिसकेपछि अब हामी यहाँ अप्परा हाउस, अस्ट्रेलिया सिडनीको अप्परा हाउस आयौँ। त्यहाँबाट फेरि अगाडि बढ्दैछौँ। यो चाहिँ एउटा जादुगर खेल्ने ठाउँ हो, जादु खेल्ने ठाउँ हो। यहाँ गएनौँ। अब नेदरल्यान्डकोमा आइसक्यो। नेदरल्यान्ड हो यो। नेदरल्यान्डको के भन्छ, बिजुली हावामा त्यो बिजुली त्यो पङ्खा घुमेर बिजुली उत्पादन गर्ने ठाउँमा आयौँ। त्यहाँबाट अब हामी फेरि अब यो युरोपतिर फेरि घुम्दैछौँ। युरोपको विभिन्न ठाउँ नेदरल्यान्डतिर घुम्दैछौँ। नेदरल्यान्डबाट कता जान्छौँ, अगाडि बढ्दैछौँ। त्यो चाहिँ कता हो चाहिँ तपाईँलाई देखाउँछु है। सायद अब हामी अब युकेतिर जान्छौँ होला। यो चाहिँ कुन हो, यो पनि युरोपै हो। युरोपको एउटा सिटीमा घुमिरहेछौँ। त्यहाँबाट अब हामी अगाडि बढ्दैछौँ। त्यसपछि अझै अरू सिटीहरू पनि हेर्दै जाँदैछौँ। अब हामी आउँछौँ कहाँ भने एल्फल टावर आउँछौँ होला सायद। इन्डिया गेटमा आयौँ हामी। इन्डिया गेट, यो चाहिँ इन्डिया गेट हो। ऊ एल्फल टावर फ्रान्सको पेरिसको एल्फल टावर पछाडि छ। यो पछाडि ल देख्यो भने एल्फल टावर है। यो पेरिसको एल्फल टावर हो। अब त्यो पछि हामी अगाडि बढ्दै युके जान्छौँ होला। युकेको लन्डन ब्रिजतिर जान्छौँ होला। एल्फल टावर हेरेपछि लन्डन ब्रिज आयो। यो लन्डन ब्रिज आएपछि युकेको लन्डनको ब्रिज भयो। अब त्यही माथिबाट हेर्ने मिल्छ। यो चाहिँ माथि केबल कार होइन, स्काई ऊबाट पनि हेर्न मिल्छ।
हामी समय नभएपछि हामी अब अगाडि जान्छ। यो चाहिँ इजिप्टको अब के भने ऊँट भन्ने इजिप्टको ऊँट हो। अब पिरामिड जान्छौँ, इजिप्टको पिरामिड पनि हेर्छौँ। अब ऊँट हेरेपछि मरुभूमिमा आएपछि मरुभूमिमा आएपछि हामी ऊँट हेऱ्यौँ। अब पिरामिड पनि हेरौँ। यो इजिप्टको संसारको आश्चर्यचकित 7मा चाहिँ यो पनि एउटा पर्दछ। अल्फा टावर भयो, यो भयो र यो चाहिँ क्यानाडाको झरना, क्यानाडाको झरना भइहालेको अरे क्यानाडामा निक्लेको झरना। त्यहाँपछि अब हामी फेरि अगाडि बढेछौँ। किन अब अझै अरू ठाउँ पनि हेर्दै जान्छौँ है त। वर्ल्डको इभेन्ट हेरेपछि हामी अब सानो डुङ्गामा अब के भन्छ रिभर सफारी गर्दैछौँ। डुङ्गामा चाहिँ हामी यसो रिभर जस्तै गरेर घुम्दै हिँड्दैछौँ। अब हामी चढेर अब रमाइलो गर्नलाई अब हामी यहाँ चढेर सानो डुङ्गामा चढेर जाँदैछौँ। अगाडि बढ्दैछौँ अब डुङ्गामा चढेर यस्तरी चढ्छौँ डुङ्गाबाट। यो पनि अनुभव लिँदैछौँ, चढ्दैछौँ। डुङ्गा खाली हुन्छ, अब हामी चढ्ने लाइनमा छौँ। चढेर हामी गयौँ अगाडि।
Đấy. Đấy. Hello, hello. कस्तो लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो हेलो 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 我们出口在右手边楼梯方向。好，压杆推开。